हेलो गाइज वेलकम छ मेरो युट्युब च्यानलमा म विजय अनि हजुरहरू सबै सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु आज चाहिँ हामी चाहिँ रेडी भएर अब खानपिन चाहिँ भइसक्यो अब रेडी भएर चाहिँ हामी चाहिँ आज नयाँ मुभी हेर्न लाग्यो फिल्म हलको लोकेसन छ बेसी सहर हैन अन्नपूर्ण सिनेमा हलमा हामी मुभी हेर्न जाँदैछौँ के अरे के मुभी चल्यो अरे यता सारङ्गी सारङ्गी मुभी चल्यो अरे बाप सारङ्गी चलेको भाइ सारङ्गी अड्किरहेको छ एकदम ए भगवान् कहाँ जाने एउटा भन्न कुन मुभी चलेको मलाई थाहा नै मैले सोध एन्जिला एन्जिला अञ्जली हो कि एन्जिला नानी एन्जिला हो नि नाम अन्जुली हो क्या नाम जे भयो नि त्यही हो त्यो मुभी चले अन्जिला हो कि एन्जिला हो त्यो मुभी चले मुभी चाहिँ एकदम राम्रो छ अरे भनेर चाहिँ हामी एकदम जान लागेको तिनजना रेडी भएर मेरो बहिनी रेडी हुँदैछ भर्खर जस रेडी हुँदैछ हामी चाहिँ रेडी भइसकेको थियो हामी चाहिँ घरबाट आएको नि त अनि खाना चाहिँ नानीको रुममै खानु थियो अनि नानीले बनाएर राखेको थियो अनि नानीको रुममै खाना खाने झ्याडी आएर अनि हामी चाहिँ रेडी भएर आइसकेको थियो अब हामी चाहिँ नानी रेडी हुन्छ त्यहाँदेखि हामी फेरि मुभी हलतिर लाग्छौँ मुभी चाहिँ एकदम दामी छ अरे होइन रुन मन लाग्दो छ अरे रोहन अरे मान्छेहरू भनेर मलाई पनि एकदम यो फेरि यही छुट्टीको टाइममा यस्तो मुभी चलेको अनि नछुटाउँ भनेर चाहिँ म चाहिँ मुभी हेर्नलाई हामी चाहिँ रेडी भएर जानु लागेको यो यता मेरो साथमा छ मेरो भाइ विशाल जङ कुमार मेरो बहिनी चाहिँ रेडी हुँदैछ हेलो कस्तो फिल हुँदैछ मुभी हेर्न जानेखेर रमाइलो फिल रमाइलो फिल लगाइ चाहिँ हामी चाहिँ अब हिँडेको मुभी हेर्न सबैजना रेडी भइसक्यो निस्किसकेको निस्किनु लागेको अब चाहिँ के अरे बाबुको पनि छुट्टी थियो नि त त्यही बेला अनि त्यो बेला सबै मिलाएर अनि नानीको पनि आज ड्युटी थिएन राति नाइटबाट ड्युटी थियो अनि सबैको टाइम एकदम मिलेर अनि हामी चाहिँ मुभी हेर्न जान लागेको एन्जिला यो अन्जुली कि अन्जुली अन्जुली अरे ल अन्जुली मुभी हेर्न जानु लाग्यो मेरो चाहिँ खालि बिर्सिने बानी छ बिर्सिहाल्छ फेरि चलो लगभग चाहिँ हामी फिल्म हलको जाने चोकमा आइपुग्यो के चोक भन्छ होला मलाई थाहा छैन अब चाहिँ हामी चाहिँ लगभग मुभी हलतिर लाग्न लाग्यो चोकबाट भित्र छिर्यो मुभी हल चाहिँ आइसक्यो होइन अब टिकट सिकेट काट्ने हो अनि मुभी हलतिर छिर्यो मुभी हल चाहिँ लगभग मुभी चाहिँ 12:30 बजीबाट सुरु हुन्छ मुभी हलमा हाम्रो दाइको मुभी हलमा चाहिँ आइपुग्यो हामी यो मुभी हल अब मलाई खतरा लाग्छ के अरे यो मुभी हल चल्ने चाहिँ होइन को अरे दयाले कति खेलेको फिल्म पनि हेरेँ के भगवान् यो मुभी पनि हेर्न मन लाग्यो मलाई टिकट लियो हामीले एन्जिला मुभीको टिकट काउन्टरबाट अन्जुली मुभीको अब हामी भित्र गइन्छ नानी खानेकुरा खाने होइन मुभी हलभित्र छिरिसक्यो अनि बाहिरबाट हामीले पानी लिएर आएको थियो नि त यहाँभित्र पानी ल्याउनु चाहिँ पाइन्न अरे सामान बाहिरको सामान पाइन्न अरे भित्रै किन्नु पर्छ अरे यसो कहाँबाट जाने हो म तल माथि हो मैले चिनेको नि त फेरि भर्खर फर्स्टचोटि आएको र चाहिँ हामी चाहिँ इन्ट्री गर्नु लागि दिस इज इन्ट्री रुम मुभी हल पिक्चर हल खाली राली रहेछ कोही त छैन मान्छेहरू यति टन्नै हुन्छ म फेरि किपर बस्छु सर मलाई एकचोटि मौका दिनुहोस् यदि कुनै गोल भयो भने तपाईँले भन्नै पर्दैन म आफै गाउँ फर्किन्छु सर फाइनली मुभी सक्यो हामी हलबाट बाहिर निस्किसक्यो सुन्ने क्या होइन सुन्ने मुभी राम्रै रहेछ सबै रोए टन्नै मान्छेहरू आएको थियो पनि रोगयो नि त अनि कति रहेछ अरू बहिनी त झन् कुरै नभनु पनि बहिनी त डेन्जर रोइदियो क्या आँखाबाट म त रोइनँ है कति पनि सुनिसक्यो फाइनली मुभीहरू आइसकियो कोही डेन्जर रोए हाम्रो बहिनी त डेन्जर रुनु भयो विशाल पनि रुनु भयो अरे अलिअलि म त है मुभी हेर्न जाँदै जान्न भन्ने मान्छेलाई मैले मोटिभेसन गरेर मुभीहरू लिएर आएको था म त हेर्नै मन लाग्दैन त त्यस्तो मुभी भन्नु थाल्यो तर मैले मोटिभेसन गरेर ल्याएको अहिले लास्टमा फाइनली चाहिँ मुभी राम्रो छ भनिसक्यो फाइनली हामी चाहिँ घरमा आइसक्यौँ होइन मुभी हेरेर फर्किसक्यौँ होइन आजलाई यो भिडियो यति नै होइन यो भिडियो हेरेर चाहिँ मुभी हेर्न जानु चाहिँ नभुल्नु होला फाइनली मुभी चाहिँ हेरेर आइसक्यो तर हाम्रो भाइको खतरा गुनासो छ गुनासो चाहिँ के भन्दा के अरे साममा देख्न पाएन अरे फुटबल त्यो फिल्मभरिमा साममा देख्न पाएन भने टेन्सन साममा हेर्न गएको बिचरा साममै देखिन्छ खतरा गुनासो छ तर मुभी चाहिँ राम्रो हो है मुभी चाहिँ राम्रो हो बेस्ट मुभी रहेछ
बिहा भयो है त बेस्ट होइन वान टाइम वाच इज बेस्ट अँ। ल ल साथीहरू ल तपाईँहरू पनि जानु होइन एन्जिलो मुभी हेर्न हलमा अञ्जली हो कि जाने सो नेपालको सबै हलमा लगाइसकेको छ तपाईँहरू पनि हेर्नु जानु होला अञ्जलीलाई त के मुभी आइदिएन राम्रो छ है हामीले चाहिँ हेरेर आइसक्यौँ हजुरहरू पनि हेर्नु होला होइन दामी छ भइरहेको भयो अब आजको यो भिडियो चाहिँ यति नै अब नेक्स्ट भिडियो लिएर आउनेछु यो भिडियोलाई सपोर्ट गरिदिनु होला लाइक गर्नु होला सेयर गर्नु होला कमेन्ट गर्नु होला सबै गर्नु होला गर्न चाहिँ नभुल्नु होला भिडियोलाई माया गर्नुहोस् यस्ता भिडियोहरू म लिएर आउनेछु फेरि होइन नेक्स्ट दिन यो मोबाइल फ्याकेर गर्नुहोस् कि यो अङ्गुर फ्याकेर गर्नुहोस् कि तर सब्सक्राइब चाहिँ सब्सक्राइब गर्नु